नमस्ते गाइज, गुड मर्निङ। बेला भइसक्यो, उठ्यो। आज अलिकति ढिला नै उठ्यो है। शनिबारको दिन ढिलाइ उठ्यो। अब कति 8 साढे 8 जति भयो होला। अब हाम्रो 9:30 बजीतिरदेखि रिजल्ट सुरु हुन्छ। रिजल्ट लिन जानुपर्ने हुन्छ है। बाबाहरू तल कोड बनाउँदै हुनुहुन्छ रहेछ। त्यो ग्याट राख्ने कोड बनाउँदै हुनुहुन्छ रहेछ। अहिले बनाउनु भइरहेको थियो मलाई, तर म निन्द्रा पनि भएर जान पाइनँ। अब एकछिन मुखसुख धोएर म तल जान्छु होला है। यसो गोडसोडमा आउने सिलमाउने गाडी साइड राख्ने, अनि त्यसपछि तल पेन्सिलतिर गइन्छ होला। त अहिले स्पिड मार्छु ल गाइजहरू। ल अब अलिकति हाफ टेन बनाइसक्यो हो तल। बनाइसक्यो, गाडी त्यहाँ छ। अब अलिकति त्यो डोरीसोरी बाँध्नुलाई बाँकी छ होइन। अब त्यो डोरीसोरी बाँधेपछि त्यो चाहिँ बेलुका आएर गर्ने भनेको। आज स्कुलतिर जाने कामहरू हुन्छ, अनि अब यसो कतातिर गइन्छ त्यो थाहा होइन। त्यही भएर बेलुका आएर पढ्नु भनेको। अलि अब नुहाइदिएर गर्नु पऱ्यो है। अनि खानासाना खानु पऱ्यो। अनि खाना खाएर अब 9:30मा त्यो रिजल्ट। अब अहिले कति भइसक्यो, अहिले टन्नै 10 जति भइसक्यो होला। त्यही भएर यो त्यो पनि यो टिन कति बनाउनु यार। यो हाउरी आयो कि यो भत्काइदिइहाल्छ एकैछिन। त्यही भएर यो टिन बनाएको पनि खासै काम छैन, तर गाडी त राख्नु पऱ्यो। त्यही भएर बनाएको। ल अब तपाईँहरूलाई यसो खानासाना खाएर भेट्छु होला। ल गाइस, अब खाना खानु लाग्यो टक्क। मासु र भात। मासु नभएन त खाना खानै मन लाग्दैन। झन् आज शनिबार झन् मासु खानु परिहाल्यो। भाइ गाडी त तल घाममा बसिरहेको छ। यता कोटसोट बनाइसक्यो गाडीको लागि है। अब खाना खानु लागेको। अब खाना खाएर नुहाएर तल रिजल्ट जानुपर्छ। त्यतिखेर तपाईँहरूलाई भेट्छु म। है बाइकले अब निकालिसक्यो, पुसपास गरिदियो है। खानासाना खाइसक्यो। अब तलतिर गएर रिजल्ट लिनुपर्ने हुन्छ है। अब रिजल्टमा के आउने हो थाहा छैन। त्यही भएर लिनु पऱ्यो बहिनीहरूको मेरो है। लागे है बाइक नि यहाँ चाहिँ पनि यतातिर पड्काइदिने मैले। अनि यहाँ पड्काएर यहाँ मान्छेले कम्प्लेन हानेर बाबालाई कि त तपाईँ सम्झने हो कि त पुलिस बोलाउने हो भनेर भन्दैछ क्या। त्यही भएर गाह्रो छ केटा हो। बाइक साइक पड्काउनु हुँदैन है। बाइकमा त खास साउन्ड त छैन नि, हेर्नु है। साउन्ड त खासै छैन नि। त्यो हेर है त त्यहाँ मलाई साउन्ड त खासै छैन। त्यो पनि के गर्नु यस्तै हो। तर केटा तलतिर गएर भेट्छु। गयो त अब यता 300 आइसक्यो। अङ्कल अगाडि हुनुहुन्छ। अब स्कुलमा रिजल्ट लिन जानुपर्ने हुन्छ। र बाइक त्यहाँ, अर्को बाइक बाहिर। अब बाइक बाहिरै अब यस्तो केटा अब रिजल्ट टक्कसँग लिइसक्यो। बिग बस आएछ है। नपढेको नि बिग बस आयो, ठुलो कुरा हो। यस्तो गालीसाली गरेन, तर योपालि फर्स्ट टाइम भएर होइन। ठिकै हो है अङ्कल, नपढिकन ठिकै छ। अर्को पालि झन् मिहिनेत गर्नुपर्छ है। गाइस यस्तै हो। उतातिर गएर भेट्नुपर्छ है। अहिले चाहिँ उता अङ्कलकोमा नि यसो यसो खानासाना खाएर अनि यता मामाको गाडी लोड हुँदैछ। अनि यसो हेर्न गाडीमै हो। पछाडि गाडी लोड भइरहेको छ। आज काका गइन्छ दोली खेल जाने भन्नु भइरहेको थियो भनेको पाएन जान है। अब हेरौँ के हुन्छ। ल है त उता अगाडि अङ्कल अब बाइकमै हिँडिरहेको छ। मामा रसुवा जाने रे होइन। मामा र एकजना रसुवा जाने रे। अब हामी जान मन त रह्यो, टाइम त मिल्दैन। त्यही भएर मगाएको होइन। अब ल है केटा, अब हामी नि अब बाहिरतिर यसो जानुपर्छ। मिलाएर होइन बाहिरतिर अनि भेट्नुपर्छ है। त्यही केटा हो। यता अघि उता कुचीपाडी गएको छ। अहिले यता आइसक्यो अङ्कल र म। बाइक यता छ है। दुइटा बाइक मजा छ नि अङ्कल बाइकहरू। बाइक किन्नु अगाडि चाहिँ बाइक नि किन्यो। अब बेलुकातिर तल ठुलोकोमा जानुपर्छ दक्षिण ढोका। त्यसपछि त्यहाँबाट हेर्नुपर्छ कहाँ जाने हो। गाडीमा कि त बाइकमा जहाँ पनि हुन्छ है केटा हो। अब यता टक्क हाम्रो रुम सुम मिलाएर भाँडासाँडा मोलेर यसो जानुपर्छ। ल है त टाइम नि 2 बज्नु लागिसकेको केटा हो। बहिनी थियो उता। आज दाइहरूको रुम सफा गरेको रहेछ। यता केटाहरू छ है। ल है त केटा हो। अब यसो बाहिर साह्रै फ्रेस भयो। अब यता रुम सुम सफा गर्नुपर्ने हुन्छ। रुम सुम धेरै फोहोर छ है। फोहोर छ, रुम सफा गर्नुपर्ने छ। केटाहरू बाहिर भाँडा माझ्दैछ। एउटा गेम खेलिरहेछ, एउटा सुतिरहेछ। अब रुम सफा गर्नुपर्ने हुन्छ। रुम सफा गरेर भेटौँ है त ल।
तर अहिले सब कामसाम सकाइवरि गरेर सब मिलाइवरि गर्ने बसेको है। यो दाइ भाइहरू सबजना छन्, अङ्कल बाहिर छन् है। भर्खर यसो भाँडासाँडा माझ लुगा सब मिलाएर आएको। चिसोहरू पानीहरू के खायो, अब अझै हेरौँ के कामहरू बाँकी छ है। अनि तपाईँ यसो के अरे भेडाको मासु ल्याउनु भनेको छ, भेडाको मासु ल्याएर चिसो ल्याएर है बेलुका अलिकति पार्टीसाटी नै हाल्नुपर्ने हुन्छ। अनि हेरौँ के हुन्छ है। अहिले रुम सफा गरेर खाजा खाना आएको त दिदीकोमा है। अङ्कल यहाँ हुनुहुन्छ, बाहिर छ यहाँ दिदी। दिदी मैले भ्लग सुरु गरेको छ नि, तपाईँलाई थाहा छ? भ्लग सुरु गरेको छ नि मैले। दिदीको यहाँ चाहिँ पसल ल केटा हो, यहाँ दिदीकोमा आऊ है ल, यता खानासाना खानालाई ल। माइलीकोमा माइली है। अब खाजा खानुपर्छ है। अब बाहिरतिर यसो जान पनि सक्छौँ, नजान पनि सक्छौँ है। हेरौँ न अब के हुन्छ। आज सफा गर्दै बिजी हालिदिउँ, रिजल्ट लिन गयो। अब भोलि फेरि स्कुलमा जाने कामहरू पनि छ। फेरि सन्डे छुट्यो, तर त्यो टिचर्स डेको लागि प्र्याक्टिस गर्नु अनि त्यो के गिफ्ट कार्डहरू बनाउनलाई जानुपर्ने छ है। काम नै कामहरू छ। अब हेरौँ है भोलि ल। केटाकेटी हो अब चाहिँ होइन, सबजना दाइ दिदी भन्दा नि सबजना दाइ भाइहरू सबजना उता घरतिर लगाइसक्यो। घरतिर लगाएपछि अब खानासाना बनाएर खानु पऱ्यो। उता बुङुङ मासु ल्याएको छ, मासु त ल्यायो तर यसो त्यो प्याज लसुनहरू चाहिँ ल्याउनु बिर्सेछ क्या। अब त्यो माछा लिन जान लागेको होइन। अब त्यो माछा लिन जाउँ है त ल। बाह्र यस्तो छ है हाम्रो तिनचुली एरिया है। ल तिनचुलीमा हेलो केटाहरू हाँस्दै होला यति बेला। ल यता हिमाल छ है। यो मोबाइल हातमा यसरी लिएर हिँड्दा नि लास्टै झ्याउने क्या। अब यहाँ पाउँछ कि पाउँदैन। लसुन भनेको कि प्याज भनेको? लसुन भनेको होला। लसुन लिन्छ केटाहरू ल। आन्टी लसुन छ? यो हो लसुन भने? ए म भ्लग बनाउँछु क्या आन्टी। मलाई 4टा मात्रै चाहिएको थियो। 4टा टिप हिमाल टिप यहाँ चाहिँ यो सेतो कलरको। अनि मलाई नुन नै दिनु न ल, 1 प्याकेट टिप्यो। राम्रो टिप्यो हिमाल। ल केटा अब टक्क प्याज लिएर चाहिँ आज फेरि घरमा त्यो पैसा नि दियो आन्टीले। आज फेरि घरमा हाम्रो हिमाल, म अनि अङ्कल मात्रै हुने भयो होइन। त्यो भएर आज अलिक पार्टी हाल्नुपर्छ। चिसो सब ड्रिङ्क्सहरू सब ल्याइसक्यो होइन। अब खानुपर्ने हुन्छ, मस्तो मजा गर्नुपर्ने हुन्छ। हजुर 4टा चाहिएको। पैसा दियो आन्टीलाई? केही त बिर्सेको छैन नि अब हामीले। अङ्कल चिसो ल्याउनु भएछ? तिनचुली एरिया आफ्नो, यहाँ आफ्नै तिनचुली एरिया। तिनचुलीमा भन्ने बित्तिकै फेरि दादाको नामै हाल्छ नि फेरि है। हेरौँ बाइकहरू हेरौँ कुदाएको के गर्नु कुरा हो। आजकल त बाइक यसरी लिएर हिँड्यो भने नि झ्याप्चो समातिहाल्छ होइन, चिट काटिदिइहाल्छ। झन् लाइसेन्स नभएको होला त आमा, यत्रो 1 लाख त चिट छ यार। मान्छेहरूको 1 लाखको बाइक हुँदैन, मलाई 1 लाखको चिट काट्ने अरे। त्यसो भने फाइदा छ त केटा हो। आइज ल पैसा बोक यसरी म समाउँदा नि केटा हो, हात नै दुखिन्छ गाइजहरू। के गर्नु अब यस्तै हो। भ्लग त बनाउनु पऱ्यो यसो होइन, प्रगति त गर्नु पऱ्यो। आज अङ्कलको रुम सफा गरेँ क्या होइन। पुरा अब सफा त भइरहेको छ, हप्ता दिनमा सफा भइरहेको छ। तर आज चाहिँ पुरा हुन्छ नि, सब खाटसाथ माथि उचालेर खाट बाहिर निकालेर होइन, चाहिने लुगाहरू फ्यालेर नचाहिने लुगाहरू राखेर धोएर होइन, बाइक साइक सफा गरेर बसेको। अनि आज घुम्न जाने प्लान चाहिँ घुम्न जान पनि पाएन, गाडी चलाउन पनि पाएन फेरि आज। अब हेरौँ भोलिको, अब भोलि पनि छुट्टी छ होइन। अब भोलि के हुन्छ हेरौँ है त ल केटा हो। भोलि के अँधेर भइहाल्छ अब, यहाँ देख्दैन क्या फेरि। अब एउटा म माइक नै किन्नु सोचिरहेको छु कि, एउटा सानो गरेको हुँदो रहेछ नि त्यो स्ट्रिमरहरू लगाउने, के अरे भ्लगरहरू लगाउने यस्तो हुँदो रहेछ नि। त्यो किन्न लागेको होइन केटा हो। त्यही 2-3 हजारमा आउँदो रहेछ। अब त्यो किन्नु पऱ्यो। अनि अलिकति हुन्छ नि नोइजी प्लेसहरूमा अलिकति साउन्ड नै राम्रो आउँछ, त्यसले हामीलाई हेल्प नै हुन्छ। अब यहाँ बाहुबली आइरहेको थियो। यहाँ बाहुबली यहाँ हेर्दै थियो अघि हामीले। आइरहेको छ बाहुबली फेरि। अब तपाईँहरूलाई के भनेको म,
पहिला बच्चा बेला हुने बेला मेरो ट्याब थियो क्या होइन ट्याब थियो अन्त म चाहिँ ट्याबमा पुरा कस्तो हुन्छ नि गेमहरू खेलिदिन्थेँ कि होइन गेमहरू खेलिदिन्थेँ अनि यो मुभी डाउनलोड गरेको थियो यो बाहुबली भन्ने बाहुबली अनि एउटा प्रेम गीत भन्ने त्यो प्रेम गीत हेर्दा त म रुन्थेँ होइन यो बाहुबली हेर्दा पुरा घुसबम्सहरू दामी मजा आउने कि जतिचोटि हेरेँ नि त्यो हामीले हेरेर गर्न मन लाग्ने क्या अनि पुरा हुन्छ नि मजा आइदिने अहिले नि हेर्दा हेर्दा कस्तो घुसबम्स आउँछ क्या त्यो चाहिँ बाहुबली चाहिँ राम्रै छ अब हाम्रो एउटा सलार 3 भन्ने मुभी आउँदैछ नि नोभेम्बरमा त्यो हेर्नुपर्छ त्यो त दामी हो नि त फेरि होइन दामी छ क्या अब हेर्नुपर्छ है केटा ल अब त्यो प्यासेस केलाउने कामसाम हुन्छ होला हेर सोध्छु है त म अङ्कल आज हाम्रो पार्टी हेर्नु त अङ्कलले बनाउँदै हुनुहुन्छ चिसो नलाग्यो हो ल दही पनि छ मैले के गर्नुपर्छ हो कामबाट हेर्नु बोलाउनु ल यो अङ्कल टक्कै महलमा गीत बजाउँदै है अन्त ल छोराले यस्तो गरिरहेछ बाबाले यस्तै के होस् हजुर फेरि गाइजहरू भन्नुपर्दा हाम्रो फेरि अङ्कल सेफ हो नि फेरि भन्नुपर्दा जमानामा सेफ हो त बाहिर विदेशमा बसेर टक्क सेफ त्यो पनि कहाँ भन्नु दुबईमा गएर टक्क त्यो सेफहरू हुन्छ नि त्योहरूलाई पुरा याटमा के भन्छ नि त्यसलाई याटमा गएर होइन टक्क डिनरहरू बनाइदिने ब्रेकफास्टहरू हुन्छ नि त्यो धनीहरूलाई क्या त्यस्तो गरिदिने होइन अङ्कलले अङ्कलको एक्सपिरियन्स छ नि यस्तो कुरामा फेरि अङ्कलले अङ्कलको हातको नखाने टन्नै भएको थियो आज खानु पाउने भयो त्यो हजुर पहिला त अनि फेरि गाइजहरू भन्नुपर्दा अङ्कल हामी अनि यता साइड ग्रुपमा बस्थ्यो क्या अङ्कल जहिले मासु खाइदिने बबाल हुने क्या फेरि अब मैले भन्दा तपाईँलाई अब ठट्टा गरेर जस्तो लाग्छ होला होइन तर भन्नुपर्दा मैले दसैँदेखि मेरो आज एक दिने मासु छुटेको छैन क्या अब कसरी भन्नुहुन्छ होला होइन घरमा तरकारी त खान्छ क्या तर घरमा मासु ल्याउँछ होइन घरमा मासु त्यहाँ खाने हो घरमा मासु नभए अङ्कलकोमा आउने अङ्कलकोमा जहिले मासु क्या गाइजहरू है त्यसरी गर्दा गर्दै मेरो दसैँदेखि एकचोटि नै मासु छुटेको छैन अब दसैँ आउँदा चाहिँ 3 महिना मात्रै बाँकी छ है यस्तै यहाँ फिल्म बबाल चलिरहेको छ उता आज रुमसुम सब टक्क सफा गरेको सफा देखिरहेको छ यता नि सब लुगाहरू चाहिँ केही छैन है यस्तो बाहिरतिर हामीले सिलिन्डरहरू टक्क राखिसकेको छ होइन यसो मिलाएर अलिक स्पेसहरू नखाने गरी र बेडसिटहरू पनि यसरी राम्रै मिलाएको छ है अब ल है त अब यसो कामसाम हुन्छ होला त्यहाँ चिसो लिने के होइन म तपाईँहरूलाई खाना खाने बेलातिर भेट्छु होला है त्यसलाई ल यो त केटा अब भात सात रेडी भएपछि अङ्कलले बनाएको मासु हेर मख बास्ना आएर छ है अनि तपाईँहरूले सुनिरहेको होला यस्तो मिठो बास्ना आएर छ हामीले झन् कस्तो मिठो बास्ना आइरहेको होला है यता दही छ फ्रिजमा चिसोहरू छ है हिमाल त्यो कोक लिएर आइज त मलाई है भात त यस्तो छ ल साथीहरू हेर्नुहोस् है गाइजहरू कोक राख्दैन मासु हेर्नु न गाइस तपाईँहरूलाई बास्ना आइरहेको होला यस्तो मिठो मासु मलाई यत्तिकै यस्तो मिठो बास्ना आइसक्यो झन् खाँदा कस्तो मिठो बास्ना आउँछ होला बुझ्नु न है आज दिनभरि यस्तो मिहिनेत गरेको थिएँ राति टक्क यस्तो खानु पाउँदा कस्तो आराम है अङ्कल मिहिनेत गरेपछि खानु पाइहाल्यो नि होइन मेहनत गरेपछि पाइहाल्यो नि ल है त गाइजहरू तपाईँहरूलाई खाएपछि भेट्छु है त ल खाएको चाहिँ के देखाउनु तपाईँहरूलाई पेट दुख्ला है खाएपछि देखाउँछ तपाईँहरूलाई ल ल टक्कै मासुबाट आइसकेको छ है त लिएरै अङ्कल त्यहाँ हो म एकछिनमा खाउँला नि उता उता खाएर चाहिँ म टक्क फर्स्ट तपाईँहरूलाई ल खानु म खान्छ त यो खाना त पछि मेरो बुढीले खानै पर्छ है जसरी नै खानु पऱ्यो जसरी नै खानु पऱ्यो कसरी यस्तो मिठो छ गाइस यस्तो मिठो खाना त के हो अङ्कलले बनाएर खाएको थिएन आज खायो पहिलामा खाना त खाएको पहिल्यै सानो खाएको ठुलो भएपछि खाएको थिएन दामी मिठो छ है ल ल खान्छु खाएपछि भेट्छु है त ल त गाइजहरू अब है टक्क खानासाना खाएर बसिसक्यो है यता एउटा दाइ छ एउटा दाइ अब सोध्नुपर्ने अहिले म चार्जर लिन आउँछु रोक अब सुनिसक्यो है ल त आजको लागि यति नै थ्याङ्क यू अल फर वाचिङ धन्यवाद